जेठमा जन्मिने व्यक्ति उजेलो अनुहारका हुन्छन्, विशाल हृदय भएका हुन्छन्, राम्रो सुन्दर स्वरूप भए पनि रिसाहा हुन्छन्, भोग विलासमा बढी ध्यान दिने खालका हुन्छन्। यिनीहरू धैर्य भएर चुप लाएर कहिले पनि बस्न सक्दैनन्। मान्छे नभए पनि के हो के बोलिरहन्छन्, बरबराइरहन्छन्। ऊर्जाशील, गतिशील र क्रियाशील भए पनि बेला बेलामा झिझिरहन्छन्, झर्को मानिरहन्छन्। पढे लेखेको भए पनि अलि मूर्ख, अज्ञानी, अविवेकी जस्तो व्यवहार देखाइरहन्छन्। घरको अवस्था जस्तै भए पनि हेर्दा हुनी खानी झै देखिन्छन्। गफाडीहरूसँग यिनको अति नै कुरा मिल्ने गर्छ। आफूले केही गर्न नसके पनि अरूलाई सल्लाह दिन, लोजिक दिन असाध्यै सिपालु हुन्छन्। आफ्नो जीवन साथीबाट खासै चोखो माया पाएकै हुँदैनन् यी जेठमा जन्मिने व्यक्तिले। शत्रुहरू धेरै हुने गर्छन् यी जेठमा जन्मिने व्यक्तिको। यिनीहरू ज्ञान, बुद्धि, विवेकले भरिपूर्ण हुन्छन्। अनुभवको आधारमा जीवन बिताइराखेका हुन्छन्। साँच्चीकै भन्नुपर्दा यो माया मोहको संसारबाट टाढा रहेर बाँच्न चाहन्छन्। जोगी, साधु, सन्त, महात्माको जिन्दगी बिताउन चाहन्छन् यी जेठमा जन्मिने व्यक्तिले।